मेरो आवाज सुनिरहनुभएका आत्मीय मनहरू, सात समुद्र पारी मरुभूमिको उजाड बस्तीबाट यो प्रहरमा आज फेरि म हजुरहरू समक्ष उपस्थित भइसकेको छु। हुन त मेरा विगतका भिडियोहरूलाई माया गरेर हजुरहरूले निकै गुण लगाउनु भएको छ। त्यो साथ, त्यो सपोर्टको लागि हृदयदेखि नै धन्यवाद भन्न चाहन्छु। कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ जस्तो अवस्थामा भए पनि स्वस्थ रहनुहोला, मस्त रहनुहोला, व्यस्त रहनुहोला। हजुरको दिन, हजुरको जिन्दगी सुखमय बितोस्, यो पनि कामना गर्न चाहे। मैले आज विगतको कथाहरू जस्तै कथा यहाँ प्रस्तुत गर्न गइरहेको छैन। मैले आज कसैप्रति आधारित भएर पनि कुनै कथाहरू प्रस्तुत गर्न लागेको छैन। अझ भनौँ भने आज कसैप्रति समर्पित कुनै शब्द भावहरू व्यक्त हुने छैनन्। आज मैले सिर्फ मेरो आफ्नो मनको कथा, मेरो आफ्नो महसुस, मेरो मनको भोगाई, मेरो आफ्नो सोच, मेरो विचार, अझ भनौँ भने मेरो मनले के सोच्छ, के महसुस गर्छ, त्यो कुराहरू मात्रै हजुरहरू समक्ष प्रस्तुत गर्न गइरहेको छु। हुन सक्छ हजुरहरूलाई मन नपर्न सक्छ, तर पनि सकेसम्म सुनेर साथ दिनुहुन्छ भन्ने अपेक्षा राख्दछु। मैले विगतमा सुनाएका ती कथाहरूले हजुरहरूको मन छोयो भनेर चाहिँ कमेन्ट गरिदिनु भएको थियो। आभारी छु। त्यसै गरी छोटो समयमै सम्हाल्नै नसक्ने गरी पाएको माया, त्यसपछि त्यो सहनै नसक्ने गरी पाएको पीडाको बारेमा त के भनौँ, के सुनाऊँ। भन्यो भने एउटा कथा बन्ने छ, लेखौँ भने एउटा कहानी बन्ने छ। त्यसैले विगत जस्तो भए पनि एउटा सम्झना समर्पण मनमै रहिरहने रहेछ। नबोल्दैमा बिर्सिहाल्यो भने नबोल्दैमा बिर्सिहाल्छ भन्ने पनि नहुँदो रहेछ। सम्झना मनमै रहँदो रहेछ। तिनै सम्झनाहरूले, तिनै अतीतका यादहरूले म एकान्तमा हुँदा पागल जस्तै एक्लै हाँस्न बाध्य बनाउँछन्। कस्तो थियो ती दिनहरू, कस्ता थिए ती खुसीका पलहरू। जीवनभर साथ दिने भनेको त याद मात्रै रहेछ। साथ त कति बेला कहाँ छुट्छ थाहै नहुँदो रहेछ, थाहै नहुँदो रहेछ। त्यसैले त भन्न मन लाग्छ, आज मैले बुझेको छु जीवन के हो। बल्ल आज बगेपछि थाहा भयो जिन्दगी के हो, जिएपछि थाहा भयो। बलिन्धर आँसुहरू पिएपछि थाहा भयो हो जीवन के हो, जिएपछि थाहा भयो। जीवन के हो बल्ल यति जिएपछि थाहा भयो। जीवन
जिएपछि थाहा भयो जिउँदा जिउँदै अलि धेरै खिएपछि थाहा भयो जिउँदा जिउँदै अलि धेरै खिएपछि थाहा भयो जीवन के हो बल्ल यति जिएपछि थाहा भयो कतिखेर फाट्यो मन पत्तै नपाई भोगाइमा ओ कतिखेर फाट्यो मन पत्तै नपाई भोगाइमा धुजा धुजा फाटेको मन सिएपछि थाहा भयो धुजा धुजा फाटेको मन सिएपछि थाहा भयो जीवन के हो बल्ल यति जिएपछि थाहा भयो खै किन हो किन प्राय मलाई एकान्त नै मनपर्छ म एकान्तमा बस्छु अनि आफैसँग सोध्छु आफ्नै मनसँग कुराकानी गर्छु साँच्चै कहिलेकाहीँ हामीले कसैलाई यति धेरै मन पराउँछौँ कि सम्बन्ध सकिएपछि पनि मनले उसलाई छोड्न सक्दैन बिर्सन सक्दैन दिनभरि आफूलाई काममा व्यस्त राख्यो हाँस्यो बोल्यो अरूसँग कुरा गर्यो तर जब रात परेपछि सबै शान्त भएपछि फेरि यो मन उतैतिर जान्छ उतैतिर जाँदो रहेछ अझ भनौँ भने जब रात पर्छ उसका यादहरू यसरी आइदिन्छन् कि जसरी साँझ परेपछि चराहरू आफ्नो गुणमा फर्केर आउँछन् उसको फोटो हेऱ्यो उसको प्रोफाइल खोल्यो नयाँ फोटो भिडियो छ कि भनेर हेऱ्यो अनि चुपचाप मनले आफैसँग एउटा प्रश्न सोध्छ के उनलाई पनि अझै मेरो याद आउँछ होला हो मेरो आवाज सुनिरहनु भएका आत्मीय मनहरू आशा गर्छु सुनिरहनु भएको छ मलाई तर सत्य के हो भने कतिपय उत्तरहरू खोजेर पाइँदैन समयसँगै बुझिँदो रहेछ त्यसैले जसले तपाईलाई आफ्नो ठान्छ उसले कारण खोज्दैन जसले तपाईलाई छोड्न चाहन्छ
उसँग त हजार कारण हुन्छन्, हजार बाधा हुन्छन्, व्यवधान हुन्छन्। अझै भनौँ भने उसँग हजार बहानाहरू हुँदा रहेछन्। त्यसैले मैले कसैलाई जबरजस्ती बल गरेर त्यो मन यता मपट्टि मोड भन्न खोजेको होइन। न त मैले कसैलाई भन्न चाहन्छु बल गरेर त्यो मन यता मोड भन्दिनँ। बल गरेर त्यो मन यता मोड भन्दिनँ। बल गरेर त्यो मन यता मोड भन्दिन माया गर्छौ थाहा छ मलाई छोड भन्दिन बल गरेर त्यो मन यता मोड भन्दिन माया गर्छौ थाहा छ मलाई छोड भन्दिनमा तर खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै खुसी अन्तै मिल्छ भने तिमीलाई धेरै मैसँग नाता जोड भन्दिनमा मैसँग नाता जोड भन्दिनमा म त माया गर्छु तिमीलाई म त माया गर्छु तिमीलाई यदि आज पनि उसको यादले मन भारी बनाएको छ भने यदि उसलाई सम्झिँदा आज पनि मनमा निराश आउँछ भने या उसको यादले सताउँदा सब थोक भुल्न बाध्य बनाउँछ भने आफूलाई दोष नदिनुहोस्। साँचो मनले माया गर्नेहरू चाँडै बिर्सन सक्दैनन्। बुझ्नुभयो नि? साँचो मनले माया गर्नेहरू चाँडै बिर्सन सक्दैनन्। तर याद राख्नुहोस्, तपाईको प्रेम कथा एउटा व्यक्तिसँग जोडिएको हुन सक्छ। तपाईको प्रेम कथा एउटा व्यक्तिसँग सुरु भएको हुन सक्छ। तर त्यही व्यक्तिसँग नै समाप्त हुनुपर्छ भन्ने हुँदैन। त्यो प्रेम कथाको अन्त्य, त्यो प्रेम कथाको समाप्ति उही व्यक्तिसँग नै हुन्छ या हुनुपर्छ भन्ने हुँदैन जसँग प्रेमको सुरुवात भएको थियो। त्यसैले पाउनु मात्र माया होइन भन्ने गर्छन् भन्नेले त, पाउनु मात्र माया होइन भन्ने गर्छन् भन्नेले त मुटु चुडी जाँदा रहेछन् पराईको भन्नेले त, मुटु चुडी जाँदा रहेछन् पराईको भन्नेले त। समय, परिस्थिति, परिवेशले
साँच्चै मान्छेलाई कति अप्ठ्यारो पार्दो रहेछ। साँच्चै मान्छेलाई ती बाचा कसमहरू भुल्न बाध्य बनाउँदो रहेछ। बाध्यता होलान्, बुझ्छु, तर दुःखको कुरा तिमीले ती बाचा कसमहरू नगरेको भए आज त्यति गुनासो हुने थिएन होला। आज कुनै गुनासो रहने थिएन होला, सायद तिमीले त्यसरी सपना नदेखाएको भए। आज तिमीसँग कुनै गुनासो पोख्ने ठाउँ रहने थिएन होला, सायद तिमीले त्यो छोटो समयमै सम्हाल्नै नसक्ने गरी दिएको माया अनि त्यसपछि सहनै नसक्ने गरी दिएको त्यो पीडा सायद सोच्यो होला बोल्न छोडेपछि बिर्सियो भनेर। कहाँ बिर्सन सकिन्छ र? कहाँ बिर्सन सक्छु तिमीले लगाएको त्यो गुण? तिमीले मलाई संसारमा सबैभन्दा धेरै विश्वास गरेर गरेका ती कुराहरू, ढुक्क हुनु, तिम्रा ती गोपनीयताहरू, तिमीले मलाई आफ्नो ठानेर विश्वास गरेर गरेका कुराहरू कहिल्यै कसैसँग भन्ने छैन। मेरा हरेक भिडियोहरू तिमीप्रति नै समर्पित हुनेछन्, तर ढुक्क हुनु, कहिल्यै तिम्रो नाम लिने छैन। कुनै दिन विश्वासले नजिक भएको मान्छे कसरी तिम्रो बदनाम गर्न सक्छु? मनमा सजाएको मान्छे तिमी, कसरी मैले तिमीलाई चोट पुर्याउन सक्छु? त्यसैले तिमी ढुक्क हुँदा हुन्छ। मैले तिम्रो कारण कहिल्यै मन दुखाएको छैन। तिम्रो कारण कहिल्यै आँखाबाट आँसु पनि झारेको छैन। बस यो जिन्दगी जिन्दगी जस्तो लाग्दैन, त्यति मात्रै हो। तिमीले पनि जे भयो जसो भयो यो कोमल मनमा काँडा रोपेर गए पनि विष नझर, घाउ लगाएर गए पनि नुन नछर। भो अब हल्ला नगर, भो अब हल्ला नगर। काँडाता बिझ्यो बिझ्यो बिस्ताना भराना, काँडाता बिझ्यो बिझ्यो बिस्ताना भराना, घाउ त लाग्यो लाग्यो नुन ताना छराना, माया त मर्यो मर्यो माया त मर्यो मर्यो, भो अब हल्ला नगर, भो अब हल्ला नगर। काँडा त बिझ्यो बिझ्यो बिस्ताना भराना। तिम्रो त जिन्दगीमा जता पनि बाटो
फुलिदेला चमेलीको साटो दुनियाँले देख्दाखेरि तिमी कति जाति कसले देख्छ तिर चल्या यही छाती माथि पहाड त खस्यो खस्यो बाढी त नभुलान माया त मर्यो मर्यो माया त मर्यो मर्यो भो अब हल्ला नगरन भो अब हल्ला नगरन साँच्चै यादहरू यति बलिया हुँदा रहेछन् कि तिमी नहुँदा पनि म तिमीसँगै बाँचिरहेको छु। तर जब अधिकारको कुरा आउँछ नि तब महसुस हुन्छ कि तिमी त केवल मेरो अतीतको एउटा सुन्दर कथाको पात्र मात्र हो, जसमा मेरो कुनै हक नै छैन। जसमा मेरो कुनै अधिकार नै छैन। कथा हो, पढ्न सकिन्छ, तर व्यथा सुनाउन सकिँदैन। समय साँच्चै नै साह्रै निर्दयी हुँदो रहेछ। समय साँच्चै नै साह्रै निर्दय हुँदो रहेछ। यो समयले मान्छेलाई केवल यादहरूको भारी बोकाएर छोडिदिन्छ। यादहरूको भारी बोकाएर उठ्नै नसक्ने गरी च्यापेर बजिलो बनाउँदो रहेछ। कुनै बेला तिम्रो हरेक कुरामा हक जताउने यो मन, तिम्रो ओठको मुस्कान र आँखाको आँसुमा पनि अधिकार जमाउने यो मन, तर आज परिस्थिति यसरी बदलिएको छ कि तर आज समय यसरी बदलिएको छ कि तिमी मेरो मनमुटुको हरेक कुनामा नमेटिने याद बनेर बसेकी छौ। तर पनि अधिकारको सूचीबाट हटिसकेकी छौ। म तिमीलाई सम्झन सक्छु, तर बोलाउन सक्दिन। म तिम्रो लागि चिन्ता गर्न सक्छु, तर हाल खबर सुन्ने हैसियत छैन। तिमी हरेक मेरो शब्दमा छौ। तिमी मेरो हर भिडियोको धारणामा छौ, विचारमा छौ। अझ भनौँ भने मेरो हरेक शब्दको भिडियोमा हुने मेरा अनिदा रातका हरेक प्रहरमा तिमी छौ। तर मेरो वर्तमान र भविष्यको कुनै पनि पानामा तिम्रो नाम हटाउन सकेन। यादमा हुनु र साथमा नहुनुको महसुसले मलाई पल पल तडपाइरहन्छ। विशाल संसारको माया अट्न सक्ने तिम्रो मुटुमा
मेरो माया हटाउन सकेन। ठिकै छ, तिमीलाई दोष दिन्न, किनभने तिम्रा चाहनाहरू मारेर मलाई माया गर भन्दिन म त तिमीलाई खुसी देख्न चाहने मान्छे। तिम्रो जीवन फलोस् फुलोस् यही कामना गर्छु। म काम नलागे पनि मेरा कामनाहरू काम लागुन्, भगवानसँग यही प्रार्थना गर्छु। जहाँ भए पनि खुसी हुनु है। उजतेर गई या हरेर गई, नतिजा आफैतिर पारेर गई। उजतेर गई या हरेर गई, नतिजा आफैतिर पारेर गई। हिजो निम्तादी बस्न दिलमा, हिजो निम्तादी बस्न दिलमा, आज गाडे तरले बारेर गई। उजितेर गई या हरेर गई, नतिजा आफैतिर पारेर गई। फुल थियो बगैँचामा, प्रीतको एउटा फुल थियो बगैँचामा। आकाशबाट सिना छारेर गई, आकाशबाट सिना छारेर गई। बाँच्दै त थिए घायल नै भए पनि, मुस्कानको छुरा रोपी मारेर गई। उजितेर गई या हरेर गई, नतिजा आफैतिर पारेर गई। हस्ता सोप्ता साथीहरू, मलाई हेरेर साथ दिनुभयो अहिलेसम्म, धेरै धेरै धन्यवाद। कस्तो लाग्यो कमेन्ट गर्नुहोला, यही भन्न चाहेँ। विगतका बसाइलाई जस्तै आज पनि मलाई सुनेर साथ दिनुभयो। हजुरहरूप्रति हृदयदेखि नै आभारका शब्दभावहरू प्रकट गर्न चाहन्छु। यसै गरी हजुरहरूको साथ अनि सपोर्ट पाइरहेँ भने आउँदा बसाइहरूमा पनि पक्कै फेरि यसरी नै म हजुरहरू समक्ष आउनेछु। यो पनि बाचा गर्न चाहेँ। मलाई जसरी टिकटकमा भिडियोहरूमा लाइक कमेन्ट गरेर सहयोग गर्नुहुन्छ, अनि जसरी मलाई यसरी लाइभमा यो मध्यरातसम्म पनि सुनेर साथ दिनुहुन्छ, यो हजुरहरूको साथ सपोर्टप्रति फेरि पनि कृतज्ञ व्यक्त गर्न चाहन्छु। यही भन्दै आजको बसाइलाई अर्को सुमधुर कथाको प्रतीक्षामा रहनुहोला, छिट्टै आउनेछ भन्ने बाचाका साथ यो बसाइलाई बिट मार्न चाहन्छु। हस्त धन्यवाद। शुभरात्रि, शुभ सपनी।